यहाँ पनि अब केही समयपछि पिच हुन्छ। यहाँ पहिला पिच त थियो, अब फेरि पिच हुन्ला। बद्रीनारायण अहिले चाहिँ यहाँ धेरै जङ्गलको बाटो बाढी पहिरोले गरेर हल्का बिग्रेको कारणले कन्स्ट्रक्सन हुँदैछ। तपाईँले ठाउँ ठाउँमा यहाँ पिच देख्नुहुन्छ। ल हामी चाहिँ अब बद्रीनाथ धाम आउन लाग्यो। म तपाईँलाई देखाइहाल्छु कस्तो छ भ्यू भनेर। यो चाहिँ इन्ट्रान्स हो बद्रीनाथ धामको। यहाँ मानिसहरू दर्शन गर्न धेरै जाने भएको छ। आज चाहिँ यो रेगुलर डे भएर बिजी डे भएर मान्छेहरू खासै आउनु पाएको छ। यहाँबाट भ्यू पनि यस्तो देखिन्छ। थोरै मान्छेहरू यहाँ घुम्न आइरहेको देखिन्छ। भ्यू पनि सबैजना आउन सक्नुहुन्छ। इन्द्रथान बद्रीनाथ धाम यो चाहिँ अब यत्रो ठुलो तपाईँले आउने बित्तिकै थाहा पाउनुहुन्छ यत्रो ठुलो मन्दिर यहाँ यस्तो छ है त। अब यहाँबाट लाग्यो भने हामी टक्कर आएर इन्द्रथान कालु पाण्डे टुवानलाई कारणले पोल्युसन भएर राम्रो भित्र देखिएको छ। पानी परेको बेला आयो भने चाहिँ दामी देखिन्छ। ल अब तलतिर गयो भने चाहिँ यहाँबाट अब यस्तो तलतिर गयो भने यो यस्तो छ हेर्न सक्नुहुन्छ। यसको फोटो खिच्दा के को अब यहाँबाट तलतिर गयो भने चाहिँ हाम्रो टक्कर लाएर पिकनिक स्पट। अनि यहाँबाट चाहिँ इन्द्रथान। ल हामी इन्द्रथानतर्फ लाग्दैछौँ। मौसम चाहिँ अहिले यो बेस्ट वेदरै हो। यो चिसो चिसो यहाँबाट चाहिँ हाम्रो इन्द्रथान भ्यू टावर। यहाँ तपाईँले उता हेर्न सक्नुहुन्छ। अहिले केही वातावरणको कारणले गर्दा हिमाल पनि देखिएको छैन। हामी माथितर्फ लाग्दैछौँ। यो चाहिँ यहाँको भारत धेरै थरीको पसलहरू भेट्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो दिल्लीको जक्सन हो। ल यहाँ साथी छ मेरो। तपाईँहरू यहाँ मानिसहरूले रात बिताउन पनि सक्नुहुन्छ। क्याम्प फायर टक्क बसेर यस्तो ठाउँ
यहाँ मिलिहाल्छ नि उयो अगाडि हामीले अब भ्यू जेन्ट्री पनि देखिसकेको छ अब हामी टावर चढ्न गइरहेको छौँ त्यताबाट सिधै हाल्नु केही फरक पर्दैन भ्यू टावरमा आइपुगेको छौँ है आज के बारे यस्तो पानी पर्ला जस्तो भएको मौसम चाहिँ यता मन्दिरसम्म मनोकामना टावर चढेर हेरौँला अब हामी भ्यू चट्ट लाएर लुक एट द भ्यू हाइट तर अलि राम्रो आएन है यो उसले वेदरले गर्दाखेरि यो चाहिँ एनसेलको टावर हो क्या अरे केही वर्ष अगाडि चाहिँ यो क्र्यास भएर आधी टुप्पो गयो त्यसको चाहिँ यो टावर ठोक्यो त नि पानीको समाधि स्थल कस्तो फाटेर आए पाण्डेजी नै भगवानलाई ढोगिसक्नु म पनि ढोग्छु अब रेगुलर गरेको मौसम भ्यू चाहिँ दामी छ ल